What a match, what a match, what a match क्या नेपालले चाहिँ जहिले पनि हार्न लागेको म्याच चाहिँ जितेर देखाइदिन्छ कि हरेक फ्यानलाई चाहिँ हार्ट अट्याक आउने गरी नै म्याच लैजान्छ हैन अनि नेपालले जित्छ क्या अनि हिजो पनि त्यस्तै भयो हिजो पनि वर्ल्ड कप क्वालिफायर्सको सुपर 6 को आफ्नो दोस्रो म्याचमा चाहिँ नेपालले कतारलाई चाहिँ मात्र 5 रनले हराएर चाहिँ गेम जितेको छ र यो गेमको कुरा गर्नुपर्दा चाहिँ कतारले टस जितेर चाहिँ नेपालले पहिलो ब्याटिङ गर्यो र आफ्नो 20 ओभरमा चाहिँ 9 विकेट गुमाएर 147 रन मात्र हान्न सक्यो र कतारलाई चाहिँ 148 को टार्गेट दिएको थियो सो नेपालको ब्याटिङ परफर्मेन्सको कुरा गरौँ हैन ब्याटिङ परफर्मेन्सको कुरा गर्नुपर्दा चाहिँ रोहित कुमार पौडेल क्याप्टेन एकदमै चाहिने बेलामा चाहिँ एकदमै राइट टाइममा चाहिँ रोहित कुमार पौडेल चाहिँ फर्ममा वापस आएको छ हैन हिजो रोहित कुमार पौडेल चाहिँ एकदमै शानदार ब्याटिङ गर्यो है उले चाहिँ 58 रन हान्यो 41 बलमा 7 चौका र 1 छक्काको मदतले स्ट्राइक रेट पनि 141 को एकदमै शानदार कमब्याक गर्यो क्याप्टनी प्यारी खेल्यो हिजोको गेममा चाहिँ अनि उसलाई चाहिँ राम्रो साथ दिए दिपेन्द्र सिंह ऐडीले उनीहरु बीच चाहिँ एकदमै राम्रो पार्टनरशिप जम्यो 4th विकेटको लागि अनि त्यसले नै गेमलाई चाहिँ अगाडि बढाएको थियो तर त्यति भन्दै गर्दा फेरि कुशल मल्ललाई यति अपर्चुनिटी दिइसक्यो तर उसले त्यो मौकालाई चाहिँ ग्र्याब गर्न सकिरहेको छैन र हिजो पनि कुशल मल्ल चाहिँ फ्लप हुन पुगेको छ हैन उसले चाहिँ खासै रनै बनाउन सकेन हिजो पनि 10 बलमा चाहिँ 8 रन हान्यो र 1 छक्का मात्र र स्ट्राइक रेट पनि 80 को स्ट्राइक रेटले ब्याटिङ गरिरहेको थियो कुशल मल्ल जस्तो एकदमै एनर्जेटिक एकदमै दामी ब्याट्सम्यानले एकदमै पावर हिटिङ ब्याट्सम्यानले त्यतिको स्ट्राइक रेटले ब्याटिङ गर्यो भनेको एकदमै नराम्रो भन्छु म चाहिँ हैन अनि अरु हाम्रो कतारको बलर्सहरुले पनि एकदमै राम्रो फाइट ब्याक दिएको थियो हैन अन्तिममा आएर चाहिँ 6 रनमा चाहिँ 4 विकेट लिएको थियो के नेपालको मिडल अर्डर ब्याट्सम्यान र लोअर अर्डर ब्याट्सम्यानहरुलाई चाहिँ रनै बनाउन दिएन र कतारले एकदमै राम्रो कमब्याक गर्यो बलिङमा हैन फर्स्ट इनिङको सो कतार रन चेस गर्दाखेरि चाहिँ कतारले पनि शानदारसँग चाहिँ ब्याटिङ गर्यो हैन उनीहरुको दुईटा ओपनरहरु इमाईले 35 बल्समा 5 चौका र 3 छक्का स्ट्राइक रेट 160 को थियो र जुबेर अलीको चाहिँ 52 रन 55 बल्समा 2 चौका र 1 छक्का र स्ट्राइक रेट चाहिँ 94 को थियो जुबेर अलीले चाहिँ अलिकति हुन्छ रनबल इनिङ नै खेलिरहेको थियो हैन तर त्यही पनि उसले आफ्नो टिमलाई एकदमै राम्रोसँग कन्ट्रिब्युट गरिरहेको थियो र उनीहरु दुईजना आउट भयो त्यसपछि चाहिँ नेपाली बलर्सहरुले चाहिँ एकदमै कन्ट्रोल लिएको थियो म्याचलाई र अरु कुनै पनि ब्याट्सम्यानहरुले चाहिँ क्रिजमा टिक्न दिएन र त्यसको एकदमै क्रेडिट चाहिँ हाम्रो सन्दीप लामिछानेलाई जान्छ हैन जब सन्दीप लामिछाने बलिङ गर्न आयो त्यसपछि चाहिँ गेम चेन्ज हुन थाल्यो के उले चाहिँ हरेक ओभरमा आएर चाहिँ रन कम दिने र विकेट लिने त्यस्तै गरी चाहिँ बलिङ गरिरहेको थियो र उसले अन्तिममा गएर चाहिँ आफ्नो करियरको चाहिँ सेकेन्ड 5 फर लिग्यो र नेपाललाई चाहिँ जित दिलायो र त्यो अन्तिम ओभरको त्यो अन्तिम बलमा चाहिँ वाइड लेनमा चाहिँ बलिङ गरेर र आशिष शेखले चाहिँ स्टम्पिङ गरेको त्यो मोमेन्ट चाहिँ आई थिंक नेपाली फ्यान्सहरुले चाहिँ धेरै लामो समयसँग चाहिँ याद हुनेछ र त्यति भन्दै गर्दा फेरि अरु बलर्सहरुले पनि एकदमै राम्रो गर्यो हैन नन्दन यादवले पनि एकदमै शानदार बलिङ गरे र हाम्रो मात्र टेन्सनको कुरा र चिन्तनको कुरा भने चाहिँ कुशल मल्लको फर्म हो आई होप कुशल मल्लले पनि बुझ्नुपर्छ कि मलाई यति राम्रो अपर्चुनिटी पाइसक्यो तर मैले आफ्नो बेस्ट दिन सकेको छैन भन्ने कुरा पनि बुझ्नुपर्छ र आई थिंक अब चाहिँ म्यानेजमेन्ट टिमले चाहिँ कुशल मल्लको लागि चाहिँ केही न केही गर्नुपर्छ र कुशल मल्ललाई अब आउने गेममा चाहिँ बेन्चमा राखेर अरु कुनै पनि प्लेयर्सलाई चाहिँ चान्स दिनुपर्छ जस्तो लाग्छ र अब आउने सुपर 6 को गेमहरु चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ किन भन्दाखेरि अब हाम्रो यो होम ग्राउन्ड एडभान्टेज भएको ओमानसँग चाहिँ गेम रहेको छ र त्यसपछि समूहसँग छ र यो दुईटै गेम जित्यो भने चाहिँ नेपालले चाहिँ इजिली चाहिँ वर्ल्ड कप खेल्ने छ र नेपाली फ्यान्सहरुलाई चाहिँ फेरि खुसी हुने मौका दिनेछ